हम मधेस का बेटा है भने एउटा कुरा हुन्छ, हम मधेस का छाउरा है भनेपछि छाउरा भने के हो तपाईँले भन्नुहोस्। मधेसको छाउरो भने के हो? अब छाउरोको अर्थ के हुन्छ हजुर? ए दाजु, बलात्कारको मुद्दा तामेलीमा बस्नु भन्दा त छाउरा नै हुनु जाति होला नि, होइन? आउनुहोस् तपाईँको बलात्कारको मुद्दाको आज चिरफाड गरौँ। घटना कहिलेको भन्दा 2081 वैशाखको एउटा 31 वर्षीय आफ्नै पार्टीभित्रको महिलाले महेश बस्नेत विरुद्ध हाल्छिन् मुद्दा। बलात्कार, जबरजस्ती एबोर्सन गर्न लगाएको र प्रमाण नष्ट। आरोप गम्भीर छ हेर्नुहोस्, र नेता पनि ठुला। तर यो घटना कसरी सकाउन खोजिएको छ भन्ने कुरा बुझ्नुभयो भने हजुरलाई हाँसो लाग्छ। मुद्दा परिसकेपछि प्रहरीले बयान लिए जस्तो त गर्नु पर्यो, किनकि अब मुद्दा त दायर भइसकेको छ, पत्रकार सामु कुराहरू गइसकेको छ। त्यसपछि महेश बस्नेतको बयान लिएर र अलिकति बच्चा खुचेको इन्भेस्टिगेसन गरेको प्रुफहरू लिएर प्रहरी जान्छ सरकारी वकिल कहाँ। तर सरकारी वकिलले के भन्छन्, प्रमाण राम्रो छैन, प्रमाण पुरा छैन र प्रमाण तगडा छैन, त्यसकारण यो फाइल तामेलीमा राख्नुपर्छ। तामेलीमा फाइल जानु भनेको मान्छे दोषी हुनु पनि होइन र मान्छे निर्दोष हुनु पनि होइन, यहाँसम्म कि तामेलीमा भएको फाइल अदालतसम्म पनि पुग्दैन। यो भइसकेपछि पीडित अझै चुप बसिनन्। पीडितले के गरिन् भन्दाखेरि पाटन उच्च अदालतमा रिटमा पिटिसन गरिन्। तर पाटन उच्च अदालतमा बसेका जस्टिस ऋषिराज भण्डारी र खडानन्द तिवारीले के भने हामीले सरकारी वकिलले लिएको निर्णयमा हस्तक्षेप गर्ने छैनौँ, यानि कि पिटिसनै डिसरिगार्ड गरिदिए। महेश बस्नेत कानुनी रूपमा अदालतबाट क्लियर भएकै छैनन्, किनकि अदालतसम्म फाइल पुगेकै छैन। निर्दोषै भएको भए अदालतसम्म पुगेर अदालतले निर्दोष साबित गर्न सक्थ्यो। तर नेपालमा नेपाली जनतालाई यसरी भेडा बाख्रा बनाउन सजिलो छ, किनकि पढे लेखेका जनता छैनन् धेरै। मान्छेलाई यसरी सूचना निकाल्न आउँदैन। मान्छेहरू के भनिरहेको छन् भने महेश बस्नेत क्लियर भए, महेश बस्नेत त निर्दोष भए, जे पाए त्यही केस लागेको रहेछ। र उता ज्योति मगरले हात समाउँदै मस्किँदै कुरा पनि गरिरहेकी छिन् महेश बस्नेतसँग। कुनै पनि विकसित देशमा यति ठुलो मुद्दा त्यो पनि कोर्टसम्म नपुग्दाखेरि मान्छेको राजनीतिक करियर सकिन्छ। तर नेपालमा चाहिँ त्यही मान्छे एमालेका सचिव भएर उर्लेका छन् भनेपछि देशको यस्तो राजनीतिक हालत देखेर हाँसौँ कि रौँ हुने म मात्रै होइन होला, सारा नेपाली जनतालाई पनि यस्तै हुन्छ। यस्ताहरू खबर, जानकारी र विश्लेषणका लागि मेरो यो प्रोफाइल पिक्चरमा भएको प्लस बटन दबाई फलो गरिदिनु होला। मैले यस्ता अन्य भिडियो बनाएर जनतालाई सचेत बनाउने प्रयास गरिरहनेछु। र साथै मेरो फेसबुक, इन्स्टाग्राम पेज स्वतन्त्र नेपालीमा पनि फलो गरिदिनु होला